जापानको कन्भिनियन्स स्टोरबाट स्टिकरवाला फोटो कसरी निकाल्ने सँगै हेरौँ है त। स्टिकरवाला फोटो चाहिँ यसरी निकालेर टाँस्न मिल्छ। सुरुमा मेसिनमा भएको कपी प्रिन्टोमा क्लिक गर्ने, त्यस पछाडि चाहिँ सेसन प्रिन्टोमा क्लिक गर्ने। सेसन प्रिन्टोमा क्लिक गरिसके पछाडि केबाट निकाल्ने हो त्यहाँ क्लिक गर्ने अनि सिरुमा क्लिक गर्ने। आफूलाई कस्तो खालको चाहिएको छ सिरु त्यो त्यहाँ हेरेर चाहिँ सेलेक्ट गर्ने। दुईटा वाला गर्ने हो कि धेरै एकै ठाउँमा भएको वाला गर्ने हो आफूले चुज गर्ने। अनि दुई सुरुमा टच गरेर चाहिँ हामीले चाहिँ 20वटा वालामा गऱ्यौँ आफूले चुज गर्ने हो। अनि त्यस पछाडि आफूले कुन मोबाइलबाट गर्ने हो त्यसमा क्लिक गरेर मोबाइलसँग कनेक्ट गराउने। मोबाइलमा चाहिँ प्रिन्ट स्म्याच चाहिँ डाउनलोड भएको हुनुपर्छ। मोबाइलसँग कनेक्ट गराइसके पछाडि चाहिँ आफूले कतिवटा फोटो गर्ने हो त्यो सबै सेलेक्ट गर्ने। सबै सेलेक्ट गरिसके पछाडि चाहिँ अनि त्यस पछाडि त्यहाँ सेन्ड गरिदिने। त्यस पछाडि कनेक्ट भइसकेपछि सेन्ड भएको देखाउँछ। सेन्ड भएपछि चाहिँ अलि टाइम लाग्छ। हाम्रो चाहिँ अलि धेरै फोटो भएको भएर अलि धेरै टाइम लाग्यो। आफ्नो थोरै फोटो छ भने चाहिँ थोरै बेर नै लाग्छ। हाम्रो चाहिँ 20वटा फोटो भएको भएर अलि टाइम लाग्यो। अनि सबै फोटोहरू राम्रोसँग चेक गरिसके पछाडि चाहिँ फेरि फोटो सबै ओके भइसके पछाडि सबै सेलेक्ट गर्ने अनि चुगिएमा क्लिक गरिदिने। अनि कुन साइजको गर्ने हो त्यो हेरेर चाहिँ पैसा हाल्ने अनि स्टार्ट गरिदिने हो। 200 लाग्छ यो स्टिकरवाला बनाउनको लागि चाहिँ। स्टिकरवाला फोटो निकाल्यो भने चाहिँ कसैलाई प्रेजेन्ट दिनलाई सजिलो हुन्छ टाँसेर दिनलाई। अनि यसरी पैसा हालिसके पछाडि चाहिँ तल निस्किन्छ प्रिन्ट भएर अनि त्यस पछाडि हेरेर काटेर टाँस्न मिल्छ। थ्याङ्क यू फर वाचिङ।